T20 वर्ल्ड कप 2026 को लागि इङ्ल्यान्डले हिजो मात्रै आफ्नो टिमको स्क्वाड चाहिँ एनाउन्स गरेको छ र टिममा को छन् भन्ने कुरा मैले भन्न जाँदैछु है। फर्स्ट सुरुमा रहेका छन् ह्यारी ब्रक, उनी क्याप्टेन रहेका छन्। त्यसपछि रहेका छन् रेहान अहमद, थर्डमा रहेका छन् जोफ्रा आर्चर, फिल साल्ट, जस बटलर, त्यसपछि रहेको छन् टम बेन्टन, खतरा प्लेयरहरू छन् यिनी पनि। ज्याक बेथल, यिनी पनि एकदम डेन्जरस प्लेयर हुन्। त्यसपछि श्याम करन, तपाईँहरू स्वयं श्याम करन हेर्दै जानु, फर्म एकदम बवाल चलेको छ। र लियाम डसन पनि खतरा प्लेयर हुन्। त्यसपछि बेन डेकल भन्ने छन्, डकेट भन्ने छन्, उनी पनि खतरा प्लेयर हुन्। त्यसपछि विल ज्याक, मुम्बईमा खेलेको देख्नुभयो होला। त्यसपछि जेमी ओबर्टन, यिनी सिएसके को लागि खेल्छन्। अनि आदिल रसिद, यिनी पनि बवाल प्लेयर हुन्। जस टङ भन्ने छन्, यिनी पनि खतरा प्लेयर छन्। त्यसपछि लुका वुड, यिनी सब प्लेयरहरूलाई हेर्ने हो भनेपछि म्याक्सिमम प्लेयरहरू चाहिँ अहिलेको आइपिएलमा खेल्छन् है। फिल साल्ट, जस बटलर, त्यसपछि श्याम करन, त्यसपछिदेखि लिएर जोफ्रा आर्चर। सबैभन्दा डर भनेको जोफ्रा आर्चरको छ, किनभने चाहिँ बाउन्स बल यति खतरनाक छ कि उनको, र प्रेसर बल त कुरै नगर्नु, 140 भन्दा माथिको हुन्छ। र उनी अहिले चाहिँ वर्ल्ड कप 2026 को लागि आइसकेको छन् र टिम एनाउन्स भएसँगै डेन्जरस प्लेयर छन्। हेर्न बाँकी छ। अब इङ्ल्यान्डको फर्स्ट म्याच नेपालसँग छ र खतरनाक हुनेवाला छ।